मलाई चाहिँ सुन्न मन लाग्छ तर हल्ला गरेर सुन्नै दिँदैन छोरीको बिहा गर्न बुहारी यसो दक्षिणपट्टि पानीको धारा छ त्यता पानी दिन जान्छ छोरो यसो बिहा गर्ने बाटामा पुग्यो बाबु जाँदैछु जाँदै गर्दाखेरि उता गयो एउटा भेट्टु पर आमाले उसलाई एउटा केटा भेटिहाले पश्चिमपट्टि आमाले एउटा केटो भेट्यो अब बुहारी धारामा पानी एउटा आयो त्यही नै हाम्रो एउटा कन्या छ बिहा गर्नलाई घर पुग्दैछौँ छोराले यता अर्को विषय गरिहाल्यो बहिनीको बिहा छ आइहाल्यो बाबु आमा आए चारैजना फेरि भेला भए अब सबको मैले त्यहाँ भेटेको छ एउटा भन्ने भयो बाबुले आमाले पनि मैले भेटेको छ आजको 8 दिन बिहाको तय गरेर आएँ भन्ने भाउजूले पनि त्यही भने 8 दिनको दिनमा परिवर्तन छन् छोराले पनि त्यही भन्यो अब सरसल्लाह भएपछि अब के गर्नु चारैपट्टिबाट त सबै भइहाल्यो एउटै घरकाले नि छोडिन्छ 8 दिनमा फरियाद आयो अब शिवको वक्त त्यो पाउ मन्दिरमा शिवको मनमा अब